मान्छे आऊ राम्रो छ एकदम हामी चाहिँ कति मजाको ल फलफुल खानु है पैसा दे हो पैसा रमाइलो यहाँबाट भ्यूदेखि श्रम सांस्कृतिक पार्क चाहिँ माथिबाट अवलोकन गर्दैछु धरानको श्रम सांस्कृतिक पार्कको यो चाहिँ दृश्य ल यसलाई चाहिँ आरा धरान हाम्रो प्रवेश दाइ चाहिँ यहाँनिर टक्क पानी खाँदै हुनुहुन्छ यो चिन्डे रहेछ मोबाइल रहेछ हामी है भेट्ने खालको छ यस्तो झन् पर्लै नै मन पर्ने मैले हाते गरेर ओ डाडा गरे साइली मैले हाते गरेर हामी यहाँ खाजा प्रस्तुत रूपमा बोकेर आएका छौँ हामी 4 जना छौँ एक्सट्रिम पानी कुरकुरे उहाँहरू पछाडि छौँ हामी चाहिँ अहिले चाहिँ पुरै निरन्तर चाहिँ हामी चाहिँ राइड हानेर अहिले चाहिँ ट्रेकिङमा छौँ मस्त छ अहिले हामीले यहाँ श्रमदान गरेको थियौँ 3-4 दिन आएर अहिले पनि एकपल्ट यो पार्कमा घुम्न आउने चाहिँ अनि सम्भव भएसम्म एकपल्ट श्रमदान पनि गर्नु होला उहाँले एकदमै भ्यूहरू हेरिराख्नु भएको छ एक्सट्रिमहरू साथमा बोकेर वा पारीको जुम हेर्नु सक्नुहुन्छ तपाईँहरूले कस्तो दामी हो दामी छ वहाँ चाहिँ पानीको फोर्स छ वा पानीको पाइप फुटेछ अनि खाजाहरू खाउँ है त एक्सट्रिम खाउँ एक्सट्रिम कुरमुरे पानी हामी चाहिँ खाउँ है त सर हामी एक्सट्रिमहरू खाने वातावरण गरौँ हामी चाहिँ इटरीबाट आएर यहाँ प्रमेश सरले एकदम एक्सट्रिम बाँड्दै हुनुहुन्छ इटरीको पुरा गर्मीलाई चाहिँ हामी यहाँ प्रमेश सरले मलाई पनि एउटा एक्सट्रिम दिनुभयो होइन अब एक्सट्रिम चाहिँ एकदम हामी मस्तसँगले इटरीको गर्मी छल्दै धरानमा आएर चाहिँ यहीँ हामी इटरीको गर्मीलाई छोडेर चाहिँ जानेछौँ प्रमेश सरले एकदम कुरकुरे खोलिसक्नु भएको छ महेश सरको हातमा चिसो पानी चिसो एक्सट्रिममा आहो के छ कुरकुरे मिठो छ आयो हाम्रो एक्सट्रिम पानी पनि छ महेश सरले पानी पनि निकाल्दै हुन्छ गर्मीमा आएर स्वाद हान्दैछ गर्मी है त एकदम मस्त छ नि मस्त छ उहाँहरूले चाहिँ अहिले खाजा साजा खाइसकेर अब हात धुँदै हुनुहुन्छ एकदम म चाहिँ एक्सट्रिम खाइसकेको छैन भन्दै हुनुहुन्छ महेश सरले मैले चाहिँ एक्सट्रिम खाइसकेको छैन खाँदैछु स्वर्ग जाने बाटो नै गुरौँला हो गाईलाई चढाउँदै लाली जो बन जान्छ कि हजुर हो बात बजाउँदै पहिलो माया छुट्याइहाल्यो कलेजी मारनको पहिलो माया छुट्याइहाल्यो कलेजी मारनको हाल्यो वर्षायामको करौतीले कमली पछ्यौरीले सानो मुहारै छोपेको नमस्कार